हेलो ब्रदर, हेलो। हजुरको नाम के हो? मेरो नाम मियङ। मिङ है, नाइस टु मिट यु ब्रदर। तपाईँलाई म आज एउटा सानो मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है, बहुत मजा आ रहा है यहाँ पे। क्वेसन सोध्छु, त्यसको आफ्नै अनुसारले नेचुरल वेमा एन्सर दिनु है त। अबे साले, यदि तपाईँलाई मेस्सी र रोनाल्डोमा चुज गर्नु परेको भए कसलाई चुज गर्नुहुन्थ्यो? चांस पायो कि नेपालीले? म त अब दुइटैलाई चुज गर्छु, तर मेरो लागि चाहिँ रोनाल्डो। रोनाल्डो चाहिँ अलिक फेभरेट हो हजुरको? तपाईँले यतिकै ट्रेन्ड हेरेर फेभरेट भएको कि पहिलेदेखि फेभरेट थियो? पहिल्यैदेखि उसको स्ट्रगल हेरेर। स्ट्रगल हेरेर है, नाइस नाइस। हजुरलाई अर्को क्वेसन चाहिँ, इफ तपाईँको एक्सले तपाईँलाई रिलेसनसिपमा फेरि बसौँ भनेको भए तपाईँ रिलेसनसिपमा बस्नुहुन्थ्यो कि ब्लक हानिदिनुहुन्थ्यो? अब बस्दिनँ थिएँ। रिलेसनसिपमा बस्नु हुँदैन थियो? अनि किन रिलेसनसिपमा बस्नु हुँदैन थियो? अब थुकेको थुक फेरि चाट्नु त भएन नि त। Would like to take notes while I take totes of the marijuana smoke. बवाल ब्रदर, बवाल। अर्को क्वेसन चाहिँ तपाईँलाई, इफ तपाईँको एक्सले यो भिडियो हेरिरहेको भए के भन्नुहुन्थ्यो? के भन्नु थियो? के बोले भाइ? अब के बोले के जथाभावी बोले? देखो कैसे बत्तीसी दिखा रहा है ससुरा। हाम्रो अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि, तपाईँले एउटा केटीलाई फर्स्ट लुकमा हेर्दाखेरि तपाईँलाई कुन चिजले एट्र्याक्ट गर्थ्यो? बुब्स। कैसी अपमानजनक बातें कर रहा है लड़का, ये अश्लील है ये लोंडा। ओके ओके। लुक्स त्यति म्याटर गर्छ गर्दैन? लुक्स पनि म्याटर गर्छ, तर अलिकति हुनु पर्यो नि त हटपट। हम मालूम है तेरे बाप को मत सिखा। नाइस एन्सर, नाइस टु टक विथ यु ब्रदर, थ्याङ्क यू भेरी मच। 2 hours later. हेलो ब्रदर, हेलो। हेलो, हजुरको नाम के हो? अभिषेक कटुवाल। तपाईँलाई एउटा Q&A क्वेसनहरू सोध्छु, त्यसको हजुरले नेचुरली एन्सर दिनु है त। ल अन्त के छ र होइन? फर्स्ट क्वेसन इज, रोनाल्डो कि मेस्सीमा चुज गर्नु परेको भए कसलाई चुज गर्नुहुन्थ्यो? रोनाल्डो। रोनाल्डोलाई चुज गर्नुहुन्थ्यो? वाइ रोनाल्डो? रोनाल्डो चाहिँ राम्रो खेल्छ होइन, उसको मेन्टालिटी राम्रो छ, उसको डिसिप्लिन राम्रो छ, त्यही भएर ऊ अगाडि बढिरहेछ होइन, त्यही भएर। तपाईँको रोनाल्डो फेभरेट भएको उसको गेम देखेर हो कि ट्रेन्ड देखेर हो कि यतिकै हो? हार्डवर्क र उसको ट्रेन देखेर नि हो होइन। अब बिलोङ त ऊ कस्तो फ्यामिलीमा गर्थ्यो सबैलाई थाहा छ होइन। अच्छा, उसले काम गरेर वर्क गरेर त्यो माथि गयो नि त, त्यही भएर हो मेन्टालिटी। ठीक है। तपाईँलाई अर्को क्वेसन चाहिँ, इफ तपाईँको एक्सले तपाईँलाई फेरि रिलेसनसिपमा आउँ भनेको भए हजुर तपाईँ रिलेसनसिपमा आउनुहुन्थ्यो कि ब्लक हानिदिनुहुन्थ्यो? त्यो त अब खोइ ब्लकै हालिदिने हो नि, अब त्यहाँ कहाँ हुन्छ त है। क्यामेरा चलिरहेको छ है फेरि? अब ब्लक नै हो। ब्लक नै हानिदिनु त अभियसली। Congratulations, great, successful person. थ्याङ्क यू सर। Good. इफ तपाईँको एक्सले यो भिडियो हेरिरहेको भए के भन्नुहुन्थ्यो? अब गयो छोडेर होइन, अब जाओस्, अब याद नगरोस् है, त्यति हो। इन्जोय यर लाइफ हो। इन्जोय योर लाइफ हो। तपाईँलाई अर्को क्वेसन चाहिँ, तपाईँले एउटा केटीमा हेर्दाखेरि फर्स्ट थिङ टु एट्र्याक्ट केले तपाईँलाई एट्र्याक्ट गर्छ? केटीलाई हेर्दा अब उसको बिहेभियर होइन कस्तो छ, उसको सोसलमा भाडा होइन त्यस्तो, त्यही भइहेर्छ। अब लुक्सले त्यति म्याटर गर्छ कि गर्दैन? यही नहीं अभी और सुनिए। त्यति साह्रो त गर्दैन होला, किनकि दुईजना मिलेपछि त लुक्सको त केही हुँदै भएन नि होइन, त्यही लुक्सले त गर्दैन। अहिलेको जमानामा तपाईँको पैसा कतिको म्याटर गर्छ? ह्याप्पिनेस बाई गर्न सक्छ सक्दैन पैसाले? पैसाले त सक्दैन होइन, एकछिन अब सडन टाइमलाई गर्ला होइन, एकछिन पैसाले रमाएला, तर त्यो ह्याप्पिनेस सधैँभरि चाहिँ दिँदैन पैसाले। Really, nigga? नाइस हो, नाइस हो। हस्, थ्याङ्क यू ब्रदर, थ्याङ्क यू फर जोइन अस। 3 hours later. हेलो ब्रदर, हजुरको नाम के हो? मेरो नाम चाहिँ अजय कुमार है। नाइस टु मिट यु ब्रदर। आज चाहिँ हामी तपाईँलाई सानो Q&A क्वेसनहरू सोध्छौँ, त्यसको एन्सर चाहिँ नेचुरली दिनु है। तपाईँको फर्स्ट क्वेसन इज, मेस्सी कि रोनाल्डो कुन चुज गर्नुहुन्थ्यो? मेसी इज बेटर ब्रदर। यस्तो है, म चाहिँ मेसी फ्यान हो है। मेस्सीको फ्यान चाहिँ तपाईँ बच्चैदेखि हुनुहुन्छ कि यतिकै ट्रेन्ड हेरेर भएको? के थाहा गाडी हामीलाई? 2012 देखि नै हो होइन, उसको गेम प्ले। एम हो? 2012 देखि चाहिँ हो, तर एकदम बिग चाहिँ होइन। म समटाइम्स जस्ट मेसी आयो भने चाहिँ हेर्छु भनौँ न, गेम चाहिँ नाटकै हो। अर्को क्वेसन चाहिँ, इफ तपाईँको एक्सले तपाईँलाई फेरि रिलेसनसिपमा ब्याक आऊ भनेको है जानुहुन्थ्यो कि ब्लक गरिदिनुहुन्थ्यो? यस्तो सिधै फक्ड अप भन्ने हो होइन। ब्याक त नेभर हो, ब्याक त नेभर हो, ब्याक नेभर हो। तपाईँको एक्सले यो भिडियो हेरिरहेको भए के भन्नुहुन्थ्यो? फेरि मेसेज गरेर फेरि के भइरहेको थियो यार?
उल्टो थर्काइदिनु होला होइन के भने ठिक छ जे पनि ठिक छ पास इज पास होइन अब केही गल्ती भयो सरी मलाई पनि गल्ती भएर सरी भन होइन त्यही हो त्यति हो कि अब तँलाई रिग्रेट भएन रिग्रेट भयो भइरहोस् बाई बाई गुड नाइट अब अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि तपाईँले एउटा केटीलाई फर्स्ट लुकमा हेर्दाखेरि त्यो केटीमा तपाईँलाई केले एट्र्याक्ट गर्थ्यो? मलाई चाहिँ फर्स्ट चाहिँ आँखा हुन्छ होइन आँखाले चाहिँ अलिक म्याटर गर्छ मलाई त्यसपछि स्ट्रक्चर हो बडी स्ट्रक्चर रह नहीं जाता तड़प ही ऐसी है ना त्यति हो त्यति म चाहिँ हेर्दिनँ मलाई चाहिँ अलिक अप्ठ्यारो लाग्छ होइन जस आँखामा चाहिँ जान्छ फर्स्टमा चाहिँ आँखा हेर्नुहुन्छ तपाईँ नाइस एकदम हम्बल हुनुहुँदो रहेछ तपाईँ। नेक्स्ट क्वेसन चाहिँ के छ भन्दाखेरि अहिलेको जेनेरेसनमा पैसाले ह्याप्पिनेस बाई गर्न सक्छ कि सक्दैन? पैसा सबै हो होइन तर पैसा चाहिँ सबै नै होइन फेरि यस्तो खुसी चाहिँ पैसाले सकिँदैन पैसा चाहिँ सबै कुरा नै होइन। गुड क्वेश्चन यु आर अ गुड क्वेश्चन सर्टेन पिरियड अफ टाइमको लागि ह्याप्पिनेस हुन्छ तर लङ टर्म चाहिँ होइन। त्यस्तो चाहिँ हुँदैन त्यस्तो चाहिँ हुँदैन। हस् हस् थ्याङ्क यू ब्रदर नाइस टु मिट यु हस्।